यहाँ चाहिँ मैले ऐसेलीको बोट भेटेको छु। ऐसेलीको बोटको यो डाख्ला खाँदा चाहिँ घाँटी दुखेको निको हुन्छ रे। मिठो हुन्छ। हामीले सानोमा खान्थ्यौँ। यसलाई चाहिँ यसरी तासेर बोक्रा यसरी बोक्रा मजाले तासेर तासिन यसरी तासेर कस्तो बानी हराएछ। पहिला चाहिँ हामी सानो निकै खाने गर्थ्यौँ। अहिले चाहिँ तास्ने बानी नै हराएछ। कसरी तास्नु? यो दिदी यो तास्नु त तासिनु यसरी तास्नुपर्छ। मेरो चाहिँ बानी हराएछ। यसरी सट्ट तास्ने। काँडाहरू सबै मजाले खानुपर्छ। फेरि भित्र काँडै खायो भने चाहिँ भित्र आन्द्रा खोज्छ अनि भात तलबाट चुहिन्छ। त्यही भएर यसरी सफा बनाउने। यसरी सफा बनाएर चाहिँ कस्तो पहिला त गुलियो हुन्थ्यो, अहिले त तितो टरो हुन थालेको छैन। यसले चाहिँ घाँटी दुखेको खोकीहरू पनि निको हुन्छ। मिठो हुँदैन रहेछ। ऐसोली चाहिँ साँच्चै नै मिठो हुन्छ। खोइ तान्नु नि अलिकति मुनिबाट छ मुनिबाट डल्लै उखाल्नु खोजेको थिएँ। यस्तो हुन्छ ऐसेलो। यो चाहिँ मिठो हुन्छ। मुखै बिगाएर क्या त्यसले ऐसेलीको बोटले। ऐसेलीको फल चाहिँ मिठो हुने हो नि त। डुकु त तितो भयो टर्रो होइन। औषधि के औषधि टर्रो गुलियो ल